हल्का मागी रहेछ नि त जिउमा अनि मिलाइदिनु पर्यो भनेर घरको भाडा कति हुन्छ हाम्रो हेर्नु नि त नेपालमा ओइ ओइ कान्छा हामी कतिखेर निस्किन्छौँ त्यो भाइ आएपछि चाहिँ मिटिङ गइदिनु लाग्यो मलाई चाहिँ मिटिङमा यसरी जानु त हल्लिरहेको होला तर अब के गर्नु भने बोकेर गइदिन्छु उल्टो खुवाइदिन्छु बरु काम राम्रो गर्नु सक्नु पर्यो आफ्नो बेस्ट हुनु पर्यो हुन त अब हेल्थ वाइज पनि है आफ्नो हेल्थ पनि अलिकति टेक केयर गर्नुपर्छ तर मिटिङ सिटिङ जाँदा चाहिँ अलिकति यस्तोहरू नहुनु पर्ने अब केही फरक पर्दैन कस्तो छ त इज गुड थाहा छ क्या यस्तो गर्नु हुँदैन तर के गर्नु मान्दैन निट हो क्या ओए यो लाइटर त नसाको जाल रे दही कता अरे घरमै हो यार भर्खरै उठेको स्कुल बस गयो स्कुल बस बच्चाहरू डेलिभर गर्न होला घरमा ड्रप गर्नु कुन स्कुल रहेछ हौ निर्भना एकाडेमी अरे नि निर्भना एकाडेमी नानी घर आएको क्या खुसी भइरहेछ आमा नभ्याउने रहेछ देखाउनु खुसी भइरहेछ त आमाले लगिरहेको खुसी भइरहेछ घर आइपुग्दा क्या खुसी भइदियो Love from Guwahati. Thank you. Yeah, I want to be there once again. Guwahati, like I spend like time there, but not much. Maybe 24 hours. This is just 24 hours in Guwahati. Like 3 years ago maybe. I don't know. So me, how are you? Bye. I forgive. Okay guys, everyone. See you next time.